गरेन रिस राख्ने गरेन 7 दिन 8 दिन 6 दिन धन्दा 90 दिन धन्दा दिन अर्धा दिन बर्गा दिन बाह्र भरमा खोप्ने ढक्ने धकाउने कोही रोग भेद परपर हटाउनु रक्सी सेवा गर्ने कोही भाइरल साइरल परपर हटाउनु कोही तिमीले सुत्दारहरू तिमी परपर हटाउनु बिर्सिन हौ तिमी ढोलखा बिर्सिन हौ तिमी बलमान हौ तिमी हे परमेश्वर यसै घर बिगामा तिमीलाई हे परमेश्वर खोइ यस घर बिगा भोक्सिरहेको छैन लानु होइन हामी धर्मतिर लानु परपर हटाइदिनु रक्सी सेवा गरिदिनु बलमान हौ तिमी ढोलखा भीमसेन तिमीलाई चार खुट्टे जन्तु गरी तिमीलाई नमस्कार गरेको थियो तिमीलाई हे परमेश्वर अहिले सताप दिन आएर स्याउ कोला फ्रुट अम्बा गरी तिमीले हट्टे गरी तिमीलाई हे परमेश्वर पैसा गरी नमस्कार गरेको छ तिमी गर्दा नगर्यो तिमी नगर त्यो गर्नु हुँदैन अहिले 70 सादा निष्ठा दाइन सन्ताइ सज्जे दाइन गर्दै तिमी झालै दिसन आडो दिसनको तिमीले 100 दिन 90 दिन 100 दिन हाते पाए जिता पर अच्छे छेमा गर्दै 70 रुपैयाँ तलको तिमीले खरानी गर्दै बलमान भीमसिन हौ तिमी ढोलखा भीमसिन हौ तिमी हे परमेश्वर तिमीले अच्छे छेमा गर्दै तिमीले हाते पाए आज नवमी तिथि गरी तिमीलाई नमस्कार गरेछ तिमीले स्वीकार गरिदिनु तिमीले रक्षा सेवा गर्दै तिमी हे परमेश्वर हाते पाए जिता पर रक्षा सेवा गर्दै 70 सादा निष्ठा दाइन गर्दै 5-15 दिन से हम तुम हे परमेश्वर बाला भोरा कोई जोर आउने कोई टाउका रोक्ने पैसा हो पैसा अच्छे सेवा गर्दै बलवान हो शक्तिशाली भीमसेन तिमीले एक बोला जाऊ चिमटा छैन चिमटा हो अमृता चिमटाले बाजेलाई हामी किन यतिकै बस्दै छौँ Aku sayang kamu juga sayang. Woi. Wow. नमस्कार गरेछ प्रदान गरेको नमस्कार कोइला बनायो कोइला नमस्कार नवी तिथि गरी तिमीलाई नमस्कार गरेछ सेवा गर्नु 70 सादा 45 को ठुलो गरिदियो कोही खुसी छोडा ज्ञान कोही धनी धनी कोही ठुलो गरिदिनु बलवान हौ तिमी शक्तिशाली हौ उता भीमसेन पूजा यहाँ मकै पूजा बनाउँदैछ यहाँ कोइला अमृता चिमटाले बोक्रा बोक्रा मात्र बल्यो क्या यो अघि चाहिँ यत्रो त थियो कि अहिले छैन त्यो लगिदिइराख्नु तेल पनि कहिले पोख्ला जस्तो लाग्यो कुन चाहिँ यो भीमसेन पूजा हुँदैछ यो कस्तो चाहिँ ल्याएर आएको अर्को ल्याऊ लाइटर बलेन खैदिन त
यस भयो त भयो निभे उता राख न उता नगर्न तैँले किन त्यो निभे बाल्दै बुद्धि ज्ञान बाजेकोमा चाहिँ अलिक घोप्टी खै आइज नानी कता गयो अमृता काली आइज ताती छ उयो भइसक्यो ए निक्ली निक्ली बुद्धि ज्ञान दिनु भाइ भयो जाऊ भयो भयो दुईजना एकछिन रेस्ट गर रेस्ट आमा आमा आइज कता गयो चाँदैछ आधी साथी धन्दा बिदिनु धन्दा बिदिनु हाकै दाज आइज भनेको रेखा नि आमा पूजा सिद्धियो अमृता यहाँ आइज यहाँ एकछिन बस्नु Happy birthday. बर्थडे होइन पूजा पूजा. ह्याप्पी पूजा भन्दै हुनु सिट रुममा राख्दा भइहाल्यो नि कस्तो छ मकै Tasty. टेस्टी छ चाहिँ भीमसेनको साटो मकै पनि पोलेको आज मकै मुखमा थोतेकोबाट गाई Almost. It's almost. के देखाउने र आउनुहोस् It's a pizza. हँ It's almost pizza. And I'll do this right there. अल्छी हुँदैछ को Today. I'm today. Uda. Uda, oh. Oh, she got this one. राँगाको मासु यो चाहिँ कुखुराको बाउ जाँते खाने भनेर ल्याएको जाँतेहरू पूजा तपाईँलाई नवमी पूजा गरेर यहाँ राइस इटिङ सबैजना खै एउटा चाहिँ मोबाइल राखेको Happy birthday. ह्याप्पी बर्थडे बाजेको बर्थडे पनि हो नि त आज बाजेको बर्थडे पनि लिए ल ल तिनजना खाँदैछ कि तर यहाँ एकजना चाहिँ मोबाइल अफ प्लिज ज्ञानी छोरीले अफ गरिहाल्यो ज्ञानी छोराले अफ गर्छ कि गर्दैन मोबाइल हेरौँ कसरी अफ गर्दो रहेछ म हेर्छु भात खाँदाखेरि अफ गर्छ नि थाहा छ मेरो छोराछोरीले ऊ मोबाइल साइडमा राखिहाल्छ है एउटाले यहाँ अफ गर्यो अर्कोले यहाँ अफ गर्यो अनि भात खाँदैछ तिनजना तर कस्तो कालो कालो निस्क्यो हौ यता अलिक गोरो निस्क्यो गोरो त निस्केन कालो कालै निस्क्यो त्यही पनि तिनजना Buffetको. के को मासु खाएको अरे है सोमी Buffetको. मिठो छ ल बाई अब अर्कोमा भेटौँ ल मजाले हातले खा हातले Mobile. Coffee is your side. ल कोफी
किन हाँस्यो दाजु खाइदियो हँ? अलिक मुस्दै मुस्दै हुन्छ नझरी खाऊ न भए सबै झरौ Like it? तर यो अलिक दह्रो दह्रो छ हँ? घुड्दामा त डरै हुन्छ के त्यही भएर मान्छे म्यारिनेट यो है भाइको खाला पानी दह्रो भएर साह्रो निलो भएर भाइ मात्रै घोक्दैन मिठो भयो भाइ यम्मी छ छैन अझै खाने चिची हँ? अझै ल्याइदिँदै एउटा चिची खाने अरे अनि भात हुँ? अझ भात दार्जिलिङ खाने तिमी अनि बुकु हाल्नु बुकु भात पनि खाने नि भात पनि खाने ह्याप्पी दसैँ हेभी दसैँ भाइलाई ग्रेभी यो झन् खाना भन्छ Anyone? Anything? You can't eat meat? Meat. Why? Is it tasty? टेस्टी नै छ तर मेरोको लागि धेरै पकाउनु पर्छ यो हो नि सिसा मिठो हुँदैछ छैन हौ तमु पानी नु भन्ने कति भयो आज त्यो भयो हैन यतिखेर अमेरिकामा